आहा, क्या मजा, क्या आनन्द। जब स्वर्ग कहाँ मिल्छ भनेर कसैसँग प्रश्न गर्नुहुन्छ नि, स्वर्ग भनेको यही गाउँको अर्गानिक चीजहरुमा मिल्छ। आहा, संसारको जुनसुकै क्षेत्र, जुनसुकै शहर, जुनसुकै कुना काप्चा, जुनसुकै मरुभूमि, समुद्र, जहाँबाट पनि हेर्दै हुनुहुन्छ नि, केही पनि यहाँ आएर एक लाइक र एक नमन गरिदिनु होला प्लिज। किन भन्दा यो साँधेको र झाँधेको अमिलो, हाम्रै गाउँको नेपाली अर्गानिक अमिलो। आहा, अमिलोका फाइदामा सबभन्दा राम्रो फाइदा भनेको शरीरभित्रको सिस्टमको जुन पनि सिस्टम छ नि, त्यो भित्रको ब्लकेजहरु जति पनि छ त्यहाँ चाहिँ अनवान्टेड नचाहिने फ्याटहरु भन्छ नि, यो अमिलाको फाइदा भनेको शरीरभित्रको नचाहिने चीजहरु, विकारहरुलाई बाहिर निकाल्ने काम गर्छ, जुन ब्लकेजहरु छन् तिनलाई खुल्ने काम गर्छ। त्यसकारण यस्ता अमिलाहरु खाँदा आफ्नै गाउँमा, आफ्नै बुटामा, आफ्नै अर्गानिक तरहले फलेको अमिलोलाई खाऊ, शरीरका ब्लकेजहरु खुलाऊ भन्ने नाराका साथ फेरि तपाईहरुका सामान्य एक भिडियो लिएर उपस्थित भएको छु। आहा, क्या आनन्द, क्या मजा छ। हेर्नुस् त यो जुसी टाइपको। यसरी प्रत्येक दिन दिउँसोको खाजामा केही न केही अर्गानिक चीजहरु शरीरभित्र पसालौं र शरीरलाई आनन्दमय बनाऊ भन्ने नाराका साथ यस भिडियोलाई मैले संसारभरि छरिरहनुभएका सम्पूर्ण नेपाली जन, आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरुलाई सम्प्रेषण गर्दैछु। तपाईहरुलाई कस्तो लाग्यो त यो मेरो झाँधेको आजको दिउँसोको खाजा, झाँधेको अमिलो? प्लिज भनिदिनु होला। आ